सदस्यमा उठेको मान्छे हो 9 नम्बरबाट 9 नम्बरबाट वडा सदस्य हजुर जित्नु भयो हारियो त जिते पनि मैले राजीनामा दिनु पर्थ्यो किनभने तपाई स्वतन्त्रबाट उठ्नु भयो माओवादी हो माओवादी हो माओवादी हो एउटा कुरा के भने म कांग्रेसमा हिँडेँ कटुन्जे भोजपुरमा त्यहाँदेखि कांग्रेस हिँड्दा अलिकति मलाई अर्कै जस्तो लाग्यो कांग्रेसले पारा दिएन अनि एमाले घेर आएर माओवादीमा आएको नानीमा माओवादीमा आइयो माओवादीले चाहिँ कतिको पारा काट्यो त पारा काटेको छु नानी काटेको थियो पारा गरेकै थियो तर अब के गर्ने खुट्टा तान्ने यस्तो नदिने मान्छेहरू भएपछि त्यस्तै भएको थियो धेरै नै राम्रै आएको माओवादीले जनता र देशको पक्षमा काम गरेको थियो भने प्रचण्डले अहिले किन यो व्यवस्थालाई चाहिँ लात हान्थ्यो कसरी अनि प्रचण्डसँग मान्छे चिडिएर टुक्रिए आउनु नि त यो बोरा उ गरेर यता लु त्यो मुडा यता ल्याउनु भन्दै पनि गर्नु सकिँदैन गरेकै थियो अनि राजाहरूलाई फाल्नेहरू उनीहरू नै हुन् उनीहरू अहिले फेरि राजा ल्याउँछु भनेर उनीहरू उफ्रिरहेछ त आमा यो त राजनीति हो यो त ल्याउनु सक्दैन आउनु सक्दैन हैन त्यही दलले राजा फाल्ने त्यही दलले आज फेरि राजा चाहियो भनेर उफ्रिरहेछ यहाँ भनेको छैन के भनेको छैन भन्नुहुन्छ सिंहासनमा भन्दैन राजा ल्याउनु सकिँदैन पनि आउँदैन पनि राजाको हामीले न्यायहरू हामीले भोगेको छौँ उसको अन्याय के कति थियो भनेर हामीले भोगेको छौँ केटाहरू उफ्रन्छ नि केटाहरू उफ्रेर हुन्छ युवा उफ्रेर हुन्छ युवा युवती हामीलाई थाहा छ कति गरेको छ राजाले के गरेको छ बोल्नु भन्ने कुरा त सबैले जानेकै छ हैन नदिने 4 जना बसेर गफ गर्नु नदिने मिटिङ बस्नु नदिने आएर कुट्ने त्यहाँदेखि हामीले न्याय नपाइने हैन आमा पोकाले नै हामीलाई हराइहाल्ने